स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद। के गर्दै हुनुहुन्छ? तपाईँको कुरो खेती फस्टाएपछि त अर्को खेती सुरु गर्नुभयो अरे भन्ने सुन्नमा आएर हामी तपाईँसँग केही कुराहरू सोधपुछको लागि आएका छौँ। यो सल्लाह खेती थाल्नु भएको रहेछ। यो सल्लाह खेतीको लागि चाहिँ कति जति लगानीको आवश्यकता पर्दछ के भनिदिनुहोस् न। होइन, यसमा बिल्कुलै लगानी पर्दैन, आर्थिक लगानी कुनै पनि हिसाबले पर्दैन। यसको लागि खालि नाता गोता छर छिमेकीमा सजिलो अप्ठ्यारो पर्दाखेरि आफ्नो सल्लाह चाहिँ छरिहाल्ने। खेती गर्दा सल्लाहको बिउ बढी उत्पादन हुन्छ अनि खेती फस्टाइहाल्छ। यो सल्लाह खेती गर्नको लागि कति जति क्षेत्र चाहिन्छ, ठाउँ चाहिन्छ, आफ्नै चाहिन्छ कि भाडामा चाहिन्छ त्यो पनि भनिदिनुहोस् न है। यसको लागि ठाउँको आवश्यक पर्दैन, जग्गा क्षेत्रफल चाहिँदैन, खालि मौका भए हुन्छ। शून्य लगानीमा हुने खेती हो यो। यो ठाउँ चाहिँदैन अनि मौका चाहिन्छ भन्नुहुन्छ। कस्तो खालको यो ठाउँै नचाहिने अनि मौका चाहिँ कस्तो मौका चाहिने हो? कसैको सजिलो अप्ठ्यारो मौका हेरिरहने हो। त्यस्तो परेको ठाउँमा चाहिँ आफ्नो सल्लाह सुझाव चाहिँ अगाडि अभिव्यक्ति राखिहाल्ने, दिइहाल्ने हो। अब यो सल्लाह खेती चाहिँ उत्पादन भयो, अब बजारमा लाने तयारी अवस्थामा छ भनेर चाहिँ कसरी थाहा पाउनु? तपाईँले सल्लाह सुझाव दिने बित्तिकै सुन्ने व्यक्ति चाहिँ जब आक्रामक हुन्छ, रातो पिरो हुन्छ, रिसाउन थाल्छ, त्यस पछाडि सम्झिनुहोस् सल्लाह खेती पाकेर रातै भयो। त्यसपछि बजारमा लाने तयारी छ भनेर बुझ्नुपर्छ। लाइक, कमेन्ट, सेयर पनि हिर्काउँ है साथीभाइहरू।